आदरणीय कवि डाक्टर देवी नेपालज्यू हेटौँडा आउनुभएको यो मौकालाई हामीले सदुपयोग गरिहालौँ भनेर यो एउटा एकल कविता वाचन उहाँको एकल कविता वाचन कार्यक्रम हामीले राख्यौँ। उहाँका कविताहरू हामीले विद्यालयका पाठ्यक्रमहरूमा पाठ्यपुस्तकहरूमा पढाउने अवसर पाएका छौँ, हामीले पढ्ने अवसर पाएका छौँ र उहाँका सुमधुर स्वरबाट हेटौँडा आउनुभएको बेलामा हेटौँडालाई पनि यो उहाँकै आवाज सुनौँ, यो हेटौँडालाई सुगन्धमय बनाऊँ भन्ने हामीलाई लाग्यो र हामीले यो कार्यक्रमको आयोजना गर्ने समर्पण गऱ्यौँ र यो कार्यक्रममा हामीलाई अत्यन्तै सहयोग गर्नुभयो, प्रेरक भूमिका निर्वाह गर्नुभयो नवसंरक्षक चौतारीका संरक्षक दीपक गौतमज्यूले। उहाँ हामीलाई अत्यन्तै भछक्छाइरहनुहुन्छ, नेपाली भाषा शिक्षक समितिलाई विभिन्न कार्यक्रम गर्नको लागि प्रेरणा दिनुहुन्छ। विभिन्न यो कार्यक्रम गरौँ, म सहयोग गर्छु, के गर्नुपर्छ म तयार छु भनेर लागिरहनुहुन्छ र उहाँकै प्रेरणाले पनि उहाँकै सहयोगबाट पनि हामीले धेरै कार्यक्रमहरू गरिरहेका छौँ र आदरणीय कविज्यूले आज हामीलाई यो कविताहरू सुनाएर अत्यन्तै मन्त्रमुग्ध बनाइदिनु भएको छ र कविताहरूको जति प्रशंसा गरे पनि सकिँदैन, त्यो कमी नै हुन्छ। उहाँप्रति हामीले यो कार्यक्रम आयोजना गरेर के कति न्याय गर्न सकौँ, न्याय त यति मात्र पनि पुग्दैन। उहाँले हामीले सधैँभरि सम्झनुहुन्छ। केही समय अगाडि मात्र पनि भाषा शिक्षणका सन्दर्भमा उहाँले अत्यन्तै एउटा राम्रो कार्यक्रमको आयोजना हामीले जुन गरेका थियौँ त्यसमा उहाँले विधा शिक्षणका सन्दर्भमा प्रशिक्षण दिएर जानुभयो, त्यो अत्यन्तै उपलब्धिपूर्ण भयो र यसरी हामीले संक्षेप बेलामा आउनुहुन्छ। नेपाली भाषा शिक्षक समितिले भाषा शिक्षणका सन्दर्भमा के गर्ने हो, नयाँ तरिकाले अब कसरी पढाउने, अब भाषा शिक्षणका नयाँ विधिहरू अहिले नयाँ प्रविधिको युगमा कसरी शिक्षण गर्दाखेरि उपयुक्त हुन्छ, भाषा अत्यन्तै कमजोर हुँदै गएको छ, भाषा शिक्षणका प्रविधिहरू परिवर्तन गर्नुपर्ने अवस्था छ, त्यस सन्दर्भमा हामी अत्यन्तै चिन्तनशील छौँ र यसका लागि उहाँ जस्ता विज्ञ व्यक्तित्वहरूलाई हामीले बारम्बार बोलाउँछौँ, हामी मार्गदर्शनको खोजी गरिरहन्छौँ र हामीले संक्षेप बेलामा आइदिनुहुन्छ। त्यसलाई हामी उहाँप्रति हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छौँ र यस्तै किसिमको कार्यक्रम यो साहित्यिक कार्यक्रम नेपाली भाषा शिक्षक समिति भइसकेपछि भाषा शिक्षणका सन्दर्भमा अध्ययन अनुसन्धान गर्नु, यसको लागि नयाँ पद्धतिहरू खोज्नु त छँदैछ, त्यसको सँगसँगै साहित्यले पनि जोड्नुपर्छ भन्ने हामीले लाग्यो र हामीले साहित्यिक कार्यक्रमहरूलाई पनि अब निरन्तर अगाडि बढाउने जमर्को गरिरहेका छौँ। केही समय अगाडि मात्रै नेपाली भाषा शिक्षक साहित्यकार पुरुषोत्तम आचार्यको हामीले एकल कविता वाचन कार्यक्रम राखेका थियौँ, अत्यन्तै भव्य रूपमा सम्पन्न भएको थियो र आज हामीले यो कार्यक्रम गर्न सक्यौँ र यस्तै किसिमका कार्यक्रमहरू आगामी दिनमा गर्नुपर्छ कि भन्ने मलाई एउटा सुन्छु हाम्रै भाषा समितिलाई लागिरहेको छ। नेपाली विषय पढाउनु हुने धेरै शिक्षकज्यूहरू कवि हुनुहुन्छ, दशककार हुनुहुन्छ, उहाँका पनि हामीले एकल कविता वाचन, एकल गजल गायन यस्ता कार्यक्रम राख्यौँ भने भाषा शिक्षकप्रति न्याय हुन्छ कि भन्ने हामीले लागिरहेको छ। आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू पनि हामी गर्छौँ। नेपाली भाषा शिक्षक मात्र होइन, अन्य विषयका शिक्षकहरू पनि कवि हुनुहुन्छ, उहाँलाई पनि हामीले समेट्नु पर्ने हुन्छ, समेट्ने छौँ भन्ने हामीले लागिरहेको छ र आजको कार्यक्रम अब ढिला भइसकेको छ। तसर्थ आजको कार्यक्रमलाई अत्यन्तै भव्य बनाइदिनु भयो, अत्यन्तै सफल बनाइदिनु भयो, यसको लागि प्राध्यापक डाक्टर देवी नेपाल सरको म हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु र हामी फेरि पनि तपाईँका कविताहरू सुनिरहनेछौँ, तपाईँका कविताहरू पढिरहनेछौँ। हामीले बोलाएको अवश्य पनि यहाँ आउनुहुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ र यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकारेर यो कार्यक्रमसम्म आइदिनुभयो नेपाली भाषा शिक्षक समितिका सल्लाहकार केशव सञ्जन सर जो वर्तमान अध्यक्ष हुनुहुन्छ, यसै गरी विष्णु गौतम सर, हेग्रे आचार्य सर, उहाँको हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु। मञ्चमा बस्नुभएका साहित्यकार तुलसी घिमिरे सर, उहाँमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी विभिन्न विषयगत समितिका अध्यक्षज्यू आउनुभयो, सामाजिक विषय समितिका भोगेन्द्र सर, उहाँप्रति पनि म हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु। आजको कार्यक्रमलाई समीक्षा गरेर जीवन्त बनाइदिनु भयो, यसको लागि म समीक्षक घनश्याम घिमिरेज्यूप्रति पनि हार्दिक आभार प्रकट गर्दछु र सम्पूर्ण यहाँ उपस्थित हुनुभएका व्यक्तित्वहरूप्रति हार्दिक आभार धन्यवाद ज्ञापन गर्न चाहन्छु र आजको कार्यक्रममा यो हल उपलब्ध गराइदिनु भएकोमा मकवानपुर क्याम्पस परिवारप्रति पनि हार्दिक हार्दिक आभार प्रकट गर्दै आज यो कार्यक्रम समापन भएको घोषणा गर्छु। धन्यवाद, नमस्कार।